आज हामी सूर्य ग्रहको बारेमा वर्णन गर्न गइरहेछौँ। सूर्य ग्रह एउटा ग्रहहरूको राजा हो भनेदेखि यो ग्रह हाम्रो कुण्डलीको विभिन्न भागमा बस्दाखेरि हाम्रो जीवनमा कस्तो असर पर्छ भन्ने बारेमा हामी चर्चा गर्न गइरहेछौँ। सूर्य ग्रह एउटा तापको ग्रह हो, एउटा लाइफ, हाम्रो जिन्दगी नै सूर्य ग्रह प्राण पनि मानिन्छ र सम्पूर्ण ग्रहहरूको केन्द्रबिन्दु, सम्पूर्ण ग्रहहरूले सूर्यलाई नै परिक्रमा गर्ने भएकोले सूर्य ग्रह यदि कुण्डलीमा बलवान छ भने त्यो कुण्डलीलाई बलवान मानिन्छ। सूर्य ग्रह मेष राशिमा उच्चको मानिन्छ भनेदेखि सिंह राशिमा स्वग्रही हुन्छ र तुला राशिमा सूर्य ग्रहलाई नीचको मानिन्छ। यसरी अब सूर्य ग्रह हाम्रो कुण्डलीमा विभिन्न भावहरूमा जहाँ पनि बस्न सकेको हुन्छ, ती भावहरूमा कुन ठाउँमा बस्दाखेरि हामीलाई कस्तो असर पार्छ भन्ने बारेमा आज हामी चर्चा गर्दैछौँ। अब विषयवस्तुमा हामी जाउँ। यदि तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब, लाइक र सेयर गर्दै जानुहोला, किनभने यस्तै जानकारीमूलक भिडियोहरू जसले गर्दाखेरि प्रोत्साहित मलाई मिल्नेछ। र अब सूर्य ग्रह पहिलो भाग, प्रथम भावमा, यदि प्रथम भावमा यसरी सूर्य ग्रह बसेको छ भने त्यो व्यक्तिलाई जीवनमा कस्तो असर पर्छ त भन्दाखेरि सूर्य ग्रह प्रथम भावमा बसेको छ भने त्यो व्यक्तिको स्वभाव एउटा नेतृत्व क्षमता दिने अथवा नेतृत्वदायी हुन्छ। उसले अरूको अराको मान्दैन, ऊ अरूलाई अराउने खालको हुन्छ। स्त्री वर्ग र भाइ बन्धुहरूमा त्यति राम्रो सम्बन्ध हुन दिँदैन भनेदेखि सूर्य ग्रह प्रथम भावमा बसेपछि त्यो व्यक्तिलाई अति परिश्रमी पनि बनाउँदछ, ज्ञानको खोजी गर्ने खालको हुन्छ। सूर्य ग्रहले शिरको प्रतिनिधित्व गर्ने हुनाले त्यो व्यक्तिको जिन्दगीमा, जीवनमा स्वास्थ्य, शक्ति र पथ प्रदर्शक बनाउने काम यसले गरिरहेको हुन्छ। त्यसै गरी सरकारी कामकाजमा उसको राम्रो प्रभुत्व रहने र त्यसका साथसाथै यदि सूर्य ग्रह प्रथम भावमा छ भने त्यो व्यक्तिलाई घमण्डी र अहङ्कारी बनाउँदाखेरि त्यो बेफाइदाबाट चाहिँ बच्न सक्नुपर्ने हुन्छ। त्यस्ता व्यक्तिले त्यो बेफाइदाबाट आफूलाई बचाइराख्नको लागि अलिकति संवेदनशील भनेको यो कुरामा हुनुपर्ने हुन्छ। राम्रो शारीरिक रूपरङ, व्यक्तित्व, स्वास्थ्य आदि कुरा हुने हुँदा भनेदेखि, तर यदि सूर्य प्रतिकूल रहेमा यिनै कुराहरूमा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना रहेको हुन्छ। अब हामी जाउँ द्वितीय भावमा। यदि द्वितीय भाव, यसलाई धनको भाव मानिन्छ, यदि द्वितीय भावमा सूर्य अवस्थित भएको छ भनेदेखि व्यक्ति भाग्यशाली हुन्छ र सम्पत्ति भनेको उसले शुभ कार्यमा खर्च गर्ने खालको हुन्छ। उसले आफ्नो नाता गोता कुटुम्बमा धेरै सहयोग गर्ने खालको हुन्छ र सहयोगको प्रतिफल भनेको जति पाउने हो त्यो नपाउन सक्छ। त्यसैले सहयोग गर्नुभन्दा अगाडि केही सोचेर गर्नुलाई अति उत्तम मानिन्छ। आफ्नो आय आर्जनमा कमी नहुने भए तापनि पैतृक सम्पत्तिमा भने केही बाधा अडचन भनेको आउन सक्ने सम्भावना रहन्छ। अब कुरा गरौँ तृतीय भावको। तृतीय भाव भनेको पराक्रमको भाव भएकोले यदि सूर्य तृतीय भावमा छ भने व्यक्तिलाई अवश्य नै पराक्रमी र विजयी पनि बनाउँछ। नेम फेम दुवै दिने काम गर्दछ। ऊ एउटा कलाप्रिय व्यक्ति हुन्छ। उसले कला भनेको विभिन्न क्षेत्रमा हुन्छ, म्युजिकल क्षेत्रमा, साङ्गीतिक क्षेत्रमा, विभिन्न क्षेत्रमा कविता लेखनको कुराहरू हुन्छ। यी कुराहरूमा विशेष रुचि रहेको हुन्छ। त्यसै गरी राजकीय क्रियाकलापमा त्यस क्रियाकलापबाट विशेष लाभ उठाउन सक्ने हुन्छ। भाइहरूसँगको सम्बन्ध त्यति राम्रो नहुने, सरकारी नोकरीको सम्भावना भनेको अत्यन्त बढी रहन्छ। अब त्यसै गरी जाउँ हामी चौथो घरमा। यदि चौथो घरमा सूर्य रहेको छ भनेदेखि त्यस्तो व्यक्ति आफ्नो जीवन आफै बनाउने खालका हुन्छन्। उनीहरू उमेरमै केही सिक्ने र कमाउने क्षमता भनेको देखिन्छ। यो चन्द्रमाको घर भएको हुनाले मानसिक तनाव भनेको केही रहे पनि जिज्ञासु पनि त्यति नै हुन्छन् र भौतिक सुख सुविधा पाउने र यसमा कमी नहुने र यस्ता व्यक्तिहरू कामलाई बढी प्राथमिकता दिने खालका पनि हुन्छन् र मनमा ज्यादा तनाव नलिएकै नै राम्रो हुन्छ। यदि चौथो घरमा सूर्य बसेको छ कसै भने
मनमा ज्यादा तनाव नलिनुलाई राम्रो मानिन्छ। त्यसै गरी आफू बसेको घर छोडेर जानुलाई अथवा त्यहाँ नबस्नु नै राम्रो हुन्छ अथवा घर छोड्नुपर्छ भनेर सूर्यले बाध्यता जस्तो देखाएको हुन्छ। अब कुरा गरौँ हामी सूर्य 5औं भावमा। यदि सूर्य 5औं भावमा छ भनेदेखि पढाइ लेखामा बाधा अर्चन केही आउन सक्ने भए तापनि यस्ता व्यक्तिको ज्ञान र बुद्धिमा विवेकमा भनेको कमी हुँदैन। धेरै सन्तान नहुने र अथवा अन्तिम अवस्थामा एक्लै बस्नुपर्ने पनि हुन सक्छ। 5औं भागमा सूर्य बसेको व्यक्ति भनेको पावर, उनीहरूको मानसिक क्षमता अरूभन्दा धेरै नै फरक हुन्छ र यस्ता व्यक्तिलाई कुनै पनि घटना हुन आँटेको घटना भनेको उनीहरूलाई अगाडि नै केही जानकारी हुने सम्भावना रहन्छ। अगाडि नै केही जानकारी भनेको अवश्य पनि प्राप्त हुन रहन्छ। सन्तान र पढाइ लेखाइको कुरामा केही समस्या बाधा अर्चन रहे तापनि उनीहरूको ज्ञान र धन सुख सुविधा भौतिक सुख सुविधाको कुरामा भनेको कमी नहुने। कुरा गरौँ 6ठो भावको सूर्य। यदि 6ठो भावमा सूर्य छ भने त्यस्तो व्यक्तिहरू शत्रु नाशक त हुन्छन् नै, तर कुनै न कुनै कारण दबाईमा पैसा खर्च गरिरहनु पर्ने जस्तो हुन्छ। सरकारी नोकरीमा राम्रो हुन्छ, सन्तान सुखमा केही कमी हुन्छ भनेदेखि कुनै पनि यात्रा गर्नु अगाडि विशेष सावधानी अपनाएर अथवा योजना बनाएर यात्रा गर्नुलाई राम्रो मानिन्छ। सूर्य 6ठो भावमा बसेको व्यक्तिलाई यात्रा विशेष गराउने अथवा यात्रा गरिरहनु पर्ने र ऋण नलिइकन कुनै पनि कार्य गर्नुलाई अत्यन्त राम्रो मानिन्छ। ऋण लिएर यदि काम गरियो भनेदेखि त्यो ऋणले तनाव सिर्जना गर्न सक्ने अवस्था रहन्छ। अब त्यसै गरी हामी जाउँ 7औं भावमा रहेको सूर्य। 7औं भावमा सूर्य रहेको व्यक्ति सरकारी कामकाजमा विशेष राम्रो रहेको हुन्छ भनेदेखि उनीहरू सामाजिक मान प्रतिष्ठा पनि त्यति नै रहेको हुन्छ। पार्टनरसिपको व्यापार व्यवसाय गर्नुभन्दा अगाडि धेरै सोचेर मात्र गर्नुलाई राम्रो मानिन्छ र यस्ता व्यक्तिको समाजमा राम्रो गर्न खोज्दा पनि बदनाम गर्न खोज्ने मान्छेहरू पछाडि लागेका रहन्छन्। त्यस कुरामा भनेको विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। साथीभाइहरूसँग समाजसँग आफ्नो सम्बन्ध राम्रो रहे पनि बोससँगको स्थिति अथवा कार्यालय प्रमुखसँगको स्थिति, काममा अफिसमा कार्यालय प्रमुखसँगको स्थिति भनेको त्यति राम्रो सम्बन्ध रहन सक्दैन। अब जाउँ हामी 8औं भावको सूर्य बारेमा। यदि 8औं भावमा सूर्य छ भने 8औं भाव भनेको आयुको भाव र रहस्यमय एउटा सिक्रेट होम भनेर बुझिन्छ। 8औं भावमा सूर्य छ भनेदेखि आफ्नैबाट अपमानित हुन सक्ने अवस्थाहरूको सिर्जना हुन्छ। यो कुरामा भनेको विशेष सावधानी अपनाउनु पर्ने हुन सक्छ। किनभनेदेखि तपाईँले जुन कुरो बोल्नुहुन्छ साँचो हुन्छ, सत्य हुन्छ, तर फ्यामिलीले त्यो कुरालाई, समाजले त्यो कुरालाई एक्सेप्ट नगर्ने खालको हुन्छ। त्यसैले बानीमा विशेष ध्यान पुर्याउँदाखेरि भनेको धेरै राम्रो हुन्छ। आफैले मानेको व्यक्ति अथवा आफ्नो गार्जेनसिपमा रहेको व्यक्तिसँग भनेको विशेष तालमेल भनेको नमिल्ने सम्भावना रहन्छ र आय आर्जनको कामहरू एउटा कुरामा आश्रित हुनुभन्दा पनि धेरै कुरामा हात हाल्नु अथवा पार्ट टाइम जबहरू गर्नुलाई पनि राम्रो मानिन्छ। विदेश यात्राको योग हुन सक्ने अथवा अरूबाट अपमानित हुन सक्नुपर्ने र 8औंमा सूर्य भएको व्यक्तिले केही रहस्यमय धनहरू अथवा कल्पना नगरेको धन सम्पत्ति भनेको प्राप्त गर्न सक्ने अवस्था हुन जान्छ। मानिसहरूको भिडमा अरूले जस्तो गरे पनि जे गरे पनि कुरा काटे पनि नगरे पनि आफूलाई सधैँ राम्रो नै मान्नु यस्ता व्यक्तिको लागि राम्रो हुन सक्छ। आफूलाई यो भिडमा म नै ठिक छु भन्ने कुरा आफूलाई सोच्नु चाहिँ धेरै राम्रो हुन सक्छ र त्यसै गरी आफ्नो मनको कुरा गोप्य राख्नुपर्छ। कठिनाइहरू आए तापनि भगवानले ईश्वरले सहायता गर्नेछन् भन्ने कुरामा विश्वास राख्नुलाई धेरै राम्रो मानिन्छ। अब जाउँ हामी 9औं भावको सूर्य। 9औं भाव भनेको भाग्य भाव पनि हो। अब भाग्य भावमा बसेर सूर्यले सबैबाट पूजित त बनाउँछ नै, तर यस्ता व्यक्तिहरू भनेको आफ्नै मनको कुरा सुन्ने खालका हुन्छन्। अरूको कुरा नसुन्ने र आफ्नै मनको कुरालाई विशेष प्रायोरिटी दिने खालका मानिन्छ। यस्ता व्यक्तिको विद्या आर्जन गर्ने क्षमता पनि त्यति नै बढी हुन्छ र पढाइलाई बीचमा नछोड्नु
धेरै राम्रो हुन्छ। त्यही बाधा अडचनको पनि सामना गरेर पढाइलाई चाहिँ कन्टिन्युटी गर्न सक्यो भने धेरै राम्रो हुन सक्छ। र पिताको सहयोग लिएर कुनै पनि काम गर्दाखेरि भनेको अथवा पिताद्वारा नै भाग्योदय हुने हुँदाखेरि पिताको सहयोग गर्नु, पिताको सेवा गर्नु, पिताबाट आशीर्वाद लिनुलाई धेरै राम्रो मानिन्छ। सरकारी कामकाजमा पनि राम्रो अवस्था हुन्छ भनेदेखि माता लक्ष्मीको विशेष आशीर्वाद यस्ता व्यक्तिमा रहेको हुन्छ। अब जाउँ 10औं भावको सूर्य। 10औं भाव भनेको कर्मको भाव मानिन्छ। यस्तोमा कर्म गरेर आफूलाई सन्तुष्ट पार्नु भनेर भनिएको छ। कर्म जति गरो त्यति व्यक्ति सन्तुष्ट हुने हुँदाखेरि आफूलाई सधैँ कर्मशील बनाउनु पर्छ अथवा परिश्रमबाट नै कार्य सिद्धि गर्ने खालका हुन्छन्। त्यसै गरी राजकीय कामकारबाट विशेष लाभ हुन्छ। राजाबाट सम्मान पाउन सक्ने अवस्थाहरू हैन, त्यसतिर हात हाल्नुलाई, त्यसतिर हातको कामलाई विशेष उनीहरूलाई लाभ मिल्ने रहन्छ। र सूर्य जसरी बिहानको, दिउँसोको र बेलुकाको जसरी परिवर्तन भइरहन्छ त्यसै गरी आफूलाई पनि उसले परिवर्तन बनाउन सक्छ। समाजमा साथीभाइसँग आफूलाई परिवर्तित बनाउन सक्नुपर्छ। किनभने सूर्यको कति बेला महत्त्व हुन्छ, कति बेला हुँदैन, र समाजले पनि आफूलाई कति बेला बढी प्रायोरिटी दिन्छन्, आफन्तले कति प्रायोरिटी दिन्छन् र कहिलेकाहीँ नदिन पनि सक्छन्। यो कुरालाई विशेष बुझ्न सक्नु पर्ने हुन्छ। यस्ता व्यक्तिको लिडरसिप क्षमता भनेको अत्यन्त राम्रो हुन्छ र मनमा यदि अहङ्कार र घमण्ड आयो भने त्यो कुराबाट चाहिँ विशेष बचाउनु पर्ने अवस्था हुन जान्छ। अब त्यसै गरी हामी सूर्य 11औं भावको कुरा गरौँ। 11 भाव भनेको आयको भाव मानिन्छ। यस्ता व्यक्तिलाई पैसाको खाँचो प्राय नहुने, जुनसुकै अवस्थामा पनि पैसाको कठिनाइको अवस्थामा पनि उसले आफ्नो काम भनेको सरल तरिकाले त्यो कामको समाधान गर्न सक्ने क्षमता भनेको ती व्यक्तिमा रहन्छ। कसैलाई भेदभाव नगर्ने, समाजमा सहयोगी, बलिदान गर्न सक्ने, त्याग गर्न सक्ने यस्तो व्यक्ति कहलिन्छ। यिनीहरूमा भगवानको विशेष शक्ति रहेको हुन्छ। यस्ता व्यक्तिले पब्लिक क्षेत्रमा काम गर्दाखेरि भनेको निकै राम्रो हुन सक्ने र उनीहरूको मान प्रतिष्ठा भनेको निकै राम्रो बनाउन सक्ने हुन्छ। र उनीहरू जुनसुकै व्यवसायको क्षेत्रमा होस्, जागिरको क्षेत्रमा होस् हैन, त्यो क्षेत्रमा भए पनि यस्ता व्यक्तिले लिडरसिपतिर अगाडि बढ्नुलाई राम्रो मानिन्छ। यस्ता व्यक्तिहरू आफ्नो घर परिवार भन्दा पनि सोशल एक्टिभिटीमा बढी ध्यान दिने खालका मानिन्छ। सूर्य 11औं भावमा हुने व्यक्तिले प्रेम विवाह चाहिँ भरिसकै सोचेर मात्र गर्नुलाई राम्रो मानिन्छ। र भौतिक सुविधाको कुरामा धन सम्पत्तिको कमी नभए तापनि भौतिक सुख सुविधा भनेको यी व्यक्तिले नपाउने पनि हुन सक्छ। किनभने उनीहरू सामाजिक क्रियाकलापमा नै बढी व्यस्त रहने हुँदाखेरि भौतिक सुख सुविधाको भनेको त्यति उनीहरूले भोग गर्न नपाउने मानिन्छ। अब कुरा गरौँ 12 भाव। 12 भाव व्यय भाव पनि मानिन्छ, जुन खर्चको भाव हो। यस्ता व्यक्तिको यङ एजमा पढाइमा, धन सम्पत्तिमा समस्या आए पनि यस्ता कुरामा दिन प्रतिदिन भनेको सुधार हुँदै जाने हुन्छ। व्यक्तिहरू शान्त र कार्यमा विशेष ध्यान दिने खालका हुन्छन्। टेक्निकल क्षेत्रमा यिनीहरूको राम्रो अभिरुचि रहेको पाइन्छ र यसै क्षेत्रबाट नै प्राविधिक सिपहरूको क्षेत्रबाट नै यस्ता व्यक्तिहरूले आफ्नो जीवनलाई अगाडि बढाउनलाई राम्रो मानिन्छ। प्रेम सम्बन्धमा पनि यस्ता व्यक्तिहरूले आफूले चाहेकै विवाह गर्ने खालका हुन्छन्। उधार नीतिका कारण आर्थिक कुराहरूमा आफ्ना नाता गोता कुटुम्बहरूमा विशेष धनको आदान प्रदान गर्न रुचाउने खालका भएको हुनाले कुनै पनि समयमा उनीहरूले चाहिँ नि आर्थिक कठिनाइको चाहिँ सामना गर्नुपर्ने हुन सक्छ। त्यस कुरामा विशेष ध्यान पुर्याउनुपर्छ। मातापिताको सुखमा केही कष्ट रहन्छ। यात्रामा उनीहरूको विशेष रुचि रहने हुन्छ र जबको क्षेत्रमा कुनै पनि पेसामा रहे पनि पार्ट टाइम जबलाई पनि रोज्नु पनि कुनै एउटा सानोतिनो भए पनि काम गर्नुलाई त्यसबाट मनग्गे आम्दानी गर्न सक्ने अवस्था भनेको हुन सक्छ। अब दर्शकवृन्द, हामीले 12वटा भावमा सूर्यको अवस्था कस्तो रहन्छ भन्ने बारेमा अहिले भर्खरै छलफल गर्यौं र यदि तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गर्न छुट्नु भएको छ भने कृपया सब्स्क्राइब गरेर यो मेरो भिडियोलाई सपोर्ट गरिदिनु हुनको लागि अनुरोध पनि गर्दै अब म यसको बारेमा सूर्य यदि तपाईहरुको कुण्डलीमा खराब छ अथवा यो भनेको फलहरू पाइएको छैन भनेदेखि के कस्ता उपायहरू हामीले सामान्य रूपमा के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्न गइरहेको छु।
अब सूर्यको यी फलहरू तपाईँले पाउनु भएको छैन, यसमा समस्या रह्यो भने अब कस्ता उपायहरू अपनाउन सकिन्छ त भन्दाखेरि जस्तो सधैँ खानेकुरा मात्र खाने, सूर्यास्तपछि भरसक नखाएकोलाई राम्रो मानिन्छ। त्यसै गरी पानी पिउँदाखेरि भनेको तामाको भाँडोमा पानी पिउनुलाई राम्रो मानिन्छ। यदि सूर्यको अवस्था नराम्रो भएदेखि अरू ग्रहहरू बलवान भए पनि त्यो कुण्डलीमा भएको फल भनेको प्राप्त गर्न नसक्ने हुँदाखेरि सूर्यलाई विशेष मजबुतै राख्नुलाई धेरै राम्रो। सूर्य मजबुत भएको अवस्थामा भनेको अरू ग्रहहरू पनि राम्रो हुन्छन्। स्वास्थ्य र जीवनको उचाइ नै सूर्यले दिने हुँदा आँखा र हड्डीमा पनि यसले समस्या पार्ने हुन्छ। त्यसै गरी सरकारी कामकाजमा पनि समस्या रहन्छ यदि सूर्य खराब छ भनेदेखि। त्यसै गरी हाम्रो नेतृत्व दिने क्षमता जुन रहेछ त्यसमा समस्या आउन सक्छ। पिता वा दाइको सपोर्टमा केही कमी महसुस गर्नुपर्ने अवस्था हुन सक्छ, केही समस्या हुने, शिरमा समस्या हुने र हामीले गरेको जब अथवा अफिस कार्यालयमा पनि पदोन्नतिको सम्बन्धमा समस्याहरू आउने हुन सक्छ। यस्तो अवस्थामा हामीले सूर्य कमजोर भएको अवस्था मान्न सकिन्छ। यस्तो अवस्थामा यी उपायहरू अपनाउँदा भनेको धेरै नै राम्रो लाभकारी रहन सक्छ। भन्दा पहिला नै उठ्नुलाई राम्रो मानिन्छ। सूर्यलाई 1 लोटा जल सधैँ सूर्योदय अगाडि नै जल अर्पण गर्नु। जल अर्पण गर्दाखेरि ओम आदित्याय नमः, ओम सूर्याय नमः भनेर चाहिँ हामीले जल अर्पण गर्न सक्छौँ। पिताबाट सधैँ आशीर्वाद लिने गर्दाखेरि भनेको सूर्य ग्रहलाई राम्रो बनाउन सकिन्छ। हस्त दर्शकबिन, यस्तै अरू भिडियो हेर्नको लागि फेरि पनि भेटौँला। हजुरहरूको दिन शुभ र मङ्गल बितोस् भन्दै आजको भिडियो म यहीँ समाप्त गर्न चाहन्छु। हस्त प्रणाम।